भिनस र मार्स वा शुक्र मङ्गलको कन्जङ्सन एउटा इन्टेन्स र पावरफुल कन्जङ्सन हो। यसले एउटा प्यासनेट मान्छे बनाउँछ। जब यी दुई ग्रह सँगै हुन्छन् एउटा इन्टरनल ब्याटल चाहिँ हुन्छ। मार्सले जित्न खोज्छ तर शुक्रले सरेन्डर खोज्छ। मार्सले डिजायरलाई इग्नाइट गर्छ भने शुक्रले प्रोसेसलाई ग्रेसफुल र एट्र्याक्टिभ बनाउन खोज्छ। मार्सले एक्सन लिन्छ, आफूले खोजेको कुराको पछि लाग्छ भने शुक्रले चाहिँ पछि लाग्ने भन्दा पनि एट्र्याक्ट र इन्भाइट गर्न खोज्छ। यो कन्जङ्सन एउटा टेस्ट हो ब्यालेन्स गर्नको लागि। मङ्गल हाम्रो शरीर हो र यो फायर तथा र एनर्जी हो। शुक्र हाम्रो भोग वा प्लेजर हो। शुक्रले ब्युटी, कम्फर्ट र लभ खोज्छ। यिनीहरू सँगै हुँदा धेरै सेन्सरी एक्सपिरियन्सहरू खोज्ने बनाउँछ, जसले गर्दा नेगेटिभ र पोजिटिभ दुइटै असर पर्ने गर्दछ। यदि यो कन्जङ्सनमा मङ्गलले डोमिनेट गरेको छ भने रिलेसनसिप एउटा जेलसी र कन्ट्रोलको ब्याटलफिल्ड जस्तो बन्छ। तर यदि शुक्रले डोमिनेट गरेको छ भने प्लेजर, आर्ट र रोमान्स जस्तो कुराहरूमा हाबी हुन्छ र प्यासनेटली क्रिएटिभ पनि बनाउँदछ। तर यदि दुवै ब्यालेन्स गर्न सकियो भने एनर्जीलाई स्पिरिचुअल एनर्जी वा ओजसमा ट्रान्सफर्म गर्न सकिन्छ, जसले गर्दा डिजायर डिभोसनमा र प्यासन चाहिँ पर्पोजमा ट्रान्सफर्म हुन्छ।